आनन्दराम पौडेलजी नमस्कार। नमस्कार। अब यति बेला एउटा भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। एकजना सोकल भला आदमीले गाडीबाट ओर्लिएर जाँड खाएको आरोप लगाउँदै एकजना वृद्ध बुवा समानका व्यक्तिलाई 2 मुक्का हानेका छन्। यो दृश्य अत्यन्त भावविह्वल गराउने दृश्य छ। एकतर्फी रूपमा ती व्यक्तिलाई चौतर्फी गालीको वर्षा भइरहेको छ भने अर्को बुवालाई सहानुभूति गरिरहेको छ। यो दृश्य, यो क्रियाकलापलाई तपाईँले कसरी हेर्नु भएको छ? ओहो, यो त वास्तवमा अत्यन्त अमानुषिक छ, अत्यन्त क्रूरतापूर्ण छ। कस्तो भन्नलाई भने एउटा चाहिँ त्यो वृद्ध व्यक्ति छन्, एकदमै वृद्ध व्यक्ति छन्। त्यो वृद्ध व्यक्ति सोझो देखिन्छन्, बिचरा खालका देखिन्छन्, अत्यन्त बिचरा खालका देखिन्छन्। र त्यो चाहिँ हिँडिरहेका व्यक्ति सडकको किनारमा हिँडिरहेको व्यक्तिलाई त्यो चाहिँ मतलब गाडी पनि अब अलिकति चाहिँ मतलब अब अलिक ठुलै महँगै गाडी छ, त्यो 4-5 करोडकै गाडी होला, लग्ने सहने। यसो हेर्दाखेरिमा पनि लग्ने सहने पनि एकदम हुने खाने सम्रान्त, एकदम धनाढ्य भन्दा नि अति धनाढ्य, अब नवधनाढ्य होला जस्तो अति धनाढ्य जस्तो देखिने। त्यो गाडीकै पनि त्यस्तै चाहिँ महँगो गाडी, 4-5 करोडभन्दा घटेको छैन त्यो गाडी। अनि त्यो चाहिँ त्यो बुढा अब हिँडिराखेको छ। अनि बुढा हिँडिराखेको ठाउँमा त्यो गाडी रोकेर दौडिँदै आएर भनेर हप्काएर त्यो बुढा मान्छे त वाल्ल पऱ्यो। अनि कसलाई हप्काएको भन्ने किसिमको पऱ्यो। मलाई त हप्काउनु पर्ने कारण छैन भन्ठाने होला। मैले त कसैको केही खाइबिराइन छैन, मेरो त कुनै गल्ती छैन, मलाई किन हप्काउनु पर्छ, कसलाई हप्काएको छ भनेर उसले चाहिँ त्यसरी हेरेर त उसैलाई हप्काएको छ। उसैलाई हप्का मात्र होइन, गएर मुक्काका मुक्का हान्छ। त्यहाँबाट त्यसको स्वाइन चाहिँ पनि गएर त्यसैलाई हान्छ, त्यो बुढालाई नै हान्छ। अनि यो दृश्य चाहिँ मतलब त्यहाँनिर चाहिँ मान्छेहरूले कसैले बोलिराखेका पनि छन्। अनि होइन, बुढाले के बिगारेको थियो र हान्नै, त्यसरी हान्नै पर्ने, हातै हाल्नु पर्ने, बुढाले त के गरेको थिएन, किन हान्नु पर्यो, हातै हाल्नु त त्यसरी त भएन नि भनेर 1-2जनाले बोलेको पनि त्यो आवाज आउँछ हेर्नुहोस् है। अब यो हामीलाई पनि त्यो दृश्य देखेपछि वास्तवमा एउटा कुरा के छ भन्नलाई भने हाम्रो एउटा भनौँ न एउटा मानवीय एउटा गुण हुन्छ, एउटा दया माया करुणा विवेक भन्ने जुन मानवीय गुण हो, त्यो मानवीय गुण चाहिँ नि म चाहिँ अब हामीसँग अझै बाँकी रहेछ कि क्या हो। हामीलाई चाहिँ त्यो एकदम चाहिँ करुणा भाव हाम्रो चाहिँ हुन्छ। हामीलाई त यति करुणा भाव आक्रोशमा परिणत हुन्छ। हामी हेर्नेहरू प्रायः मलाई लाग्छ त्यो हेर्ने जसले हेरे त्यो दृश्य, त्यो भिडियो, फेरि चाहिँ त्यो भिडियो जस्तातस्तै त्यो भिडियो चाहिँ ऊ भएको छ, सामाजिक सञ्जालभरि भाइरल भएर आइरहेको छ। र अनि जतिले हेरेका छन् मलाई लाग्छ कि अब चाहिँ यदि मान्छे हुन् भने, हेर्ने चाहिँ मान्छे छन् भने दिल पग्लने, अब दिल दगा गर्ने खालको, दिलमै चाहिँ मतलब त्यो अलिकति तल्का मचाउने खालको आक्रोश उब्जाउने खालको छ, अलिकति घृणा उब्जाउने खालको छ। त्यसप्रति चाहिँ अहिले त्यो धनाढ्य बनाउनेलाई त अहिले चाहिँ मतलब गएर कारवाहीमा चाहिँ लगिहाल्नुपर्छ, पुलिस लगाइहाल्नुपर्छ जस्तो त्यस्तो भाव आउँछ हेर्नुहोस्, आउँछ। अब त्यसलाई चाहिँ वास्तवमा पुलिस अब त्यत्रो भइराखेको छ, यत्रो चाहिँ मतलब सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ। गाडीको नम्बर पनि देखिन्छ। अब पुलिसलाई मतलब छैन, ल हेर त यो अब यस्तो चाहिँ ठुलो सहरमा राजधानीमा अब यस्तो चाहिँ मतलब त्यहाँ त्यसरी चाहिँ मतलब गरेर राजधानीमा दिन दहाडै एक वृद्धलाई वृद्ध पनि कुट्छन्, त्यो पनि के अनागमा ऊ त्यो वृद्ध मलाई किन चाहिँ कुटेको भन्ने नि उसलाई थाहा छैन। पहिला नम्बर त गाडीबाट ओर्लेर आएर त्यसलाई हकार्छन्, कसलाई हकारेर छ भनेर त्यो बुढाले फर्केर हेर्छ, कसलाई हकारेर छ भने आफू उसैले हकारेर हेर्छ। ल हेर्नुहोस् त त्यहाँ अननोन पर्सनलाई, एउटा चाहिँ अत्तो न पत्तोको मान्छेलाई, निर्दोष मान्छेलाई, बिचरा त्यो बेला वृद्ध हेर्दैखेरि बिचरा देखेर वृद्धलाई यी चाहिँ मतलब धनाढ्य चाहिँ पल्टेका यी ढाडीहरू चाहिँ राष्ट्र भक्षण गरे होला, बर्मा लुट गरे होला, नेताहरूसँग मिलेर सबै चाहिँ लुटिया होला। त्यस्ता चाहिँ मतलब हेर्दै थाहा हुन्छ। गाडी पनि निकै महँगो छ र अनि उनीहरू हेर्दाखेरि पनि त्यस्तै देखिन्छन्। र उनीहरूले गाडीबाट ओर्लिँदै आएर हप्काउँदै आउँछन्, कराउँदै आउँछन्। अनि बुढा त फर्केर हेर्छ क्या त्यो। अनि यसबाट के देखिन्छ भने बुढाले फर्केर हेरेर वाल्ल परेर कसलाई हकाएर छ भनेर हेर्दाखेरि पनि थाहा हुन्छ कि बुढालाई अत्तो पत्तो छैन। बुढालाई चाहिँ मतलब किनभने उसलाई त के छ भने कसलाई हकाएर छ भनेर उसले किन हेरिराखेको छ भने मलाई त हप्काउनु पर्ने कारण छैन, मैले त कुनै गल्ती गरेको छैन, मैले त कुनै अपराध गरेको छैन, मैले कसैलाई खाइबिरहेको छैन भनेपछि त मलाई त हप्काउने कुरै छैन, कसलाई हप्काएर छ भनेर ऊ यसो वाल्ल हेर्दाखेरि उसैलाई हप्काएर छ भनेपछि त एकचोटि होइन 2-2चोटि मुक्का प्रहार गरेका छन्। मुक्का त्यसरी जबरजस्ती मुक्का प्रहार गरेको छ। अब यसबाट के देखिन्छ भनेदेखि जन्मजातको बल निकालेर उनले हानेछ, भयङ्करसँग हानेछ, क्रूरतापूर्वक हानेछ। एउटा निर्दोष एउटा बिचरा बुढालाई वाल्ल पऱ्यो। त्यो हान्दाखेरि पनि बुढाले केही भन्न सकेको छैन। अब मुक्का पटक लगातार मुक्का वर्षा छ। र अनि त्यहाँबाट अर्को त्यो स्वाइन चाहिँ आएर पनि मुक्कै हान्छ, फेरि स्वाइन चाहिँ आएर पनि त्यसैले चाहिँ हान्छ फेरि।
अब हेर्नुहोस् त अनि हानिसकेर अझ शराब चाहिँ भुत बताउँदै गाडी चढेर गए हेर्नुहोस् भनेपछि अब यो के हुन लाग्यो हाम्रो चाहिँ नि हामी अब यो सभ्यताहरू सबै सिद्धिसक्यो। उनीहरूको आरोप अनुसार ती वृद्धले उनलाई जाँड खाएर गाली गरेका रहेछन् भनेर उनीहरूले भनेका छन्। जाँड खाएर गाली गर्छस् भन्दै हानेका छन् नि त उनले। होइन के गाली गराएको छ र उता आएर हप्काउँदै आउँछ बुढा त गइरहेको बुढालाई गाडीमा बसिरहेको बेला ट्राफिक हुँदा हो रोकेको बेला ती वृद्धले गाली गरेर जाँड खाएर त्यही भन्दै उनले कुट्या नि त दुई मुक्ति हानेको छ नि त। के गाली गरे होला नि त त्यस्तो? खोइ त्यस्तो गाली गरे हो भने पनि एउटा कुरा के छ भने त्यहाँ जुन दृश्य देखिन्छ दृश्य त के देखिन्छ भने बुढा गइराखेका छन् ऊ हप्काउँदै आइराखेको छ आएपछि अनि बुढाले फर्केर हेर्छन् कसलाई हप्काएर छ भनेर हेर्छन् त्यो न छ देखिएको त त्यो छ। उसले गाली गर्दै गएको त त्यहाँ देखिँदैन। उहिले गाली गरेका कुराहरूको कुरा भयो उहिले गाली गरे भयो भिडियोमा देखिन तर उनले गाली गरेका भनेर अब अहिले आफू चाहिँ बच्नको लागि भने हुनसक्छ। अनि बिचरा हेर्दै बिचरा बुढाले ती त्यस्तो सन्न मसन्ड चाहिँ मजाले सन्नहरूलाई के चाहिँ मजाले गाली गर्नु त्यो बिचराले होइन त्यो पत्याउने कुरा पनि हुन्छ नि अहिले बच्नको लागि आफू जोगिनको लागि होइन सके त्यो अब आरोप त के पनि लगाउन सक्छ नि त्यो बुढाले मेरो स्वास्थ्यलाई हेरे पनि भनिदिन सक्छन् भन्न सक्छन् क्या त्यस्तो। अब यिनीहरू बच्नको लागि यिनीहरूले फेरि पुलिस पनि यस्तै हुन्छ फेरि पुलिस पनि त्यो बुढाले त्यस्तै रहेछ त्यो चाहिँ श्रीमतीलाई आँखा लगाएछ अनि त्यहाँबाट चाहिँ हानेको भनेर पुलिसले चाहिँ बचाउनु त्यस्तैले बचाउनु लाग्छ नेताहरू त्यस्तैले बचाउनु लाग्छ। यो देशमा त त्यस्तो छ नि त फेरि त्यसले गर्दाखेरि यो त सभ्यता सिद्धिसकेको छ। अनि यदि ती वृद्धले गाली गरेकै भए पनि त्यसरी हान्नु त मिल्थेन होला नि कानुनले त दिन्न होला नि। होइन त्यो अब त्यो भनौँ न त्यत्रो चाहिँ ठुलो भव्य गाडी चढेर गइराखेको मान्छेलाई त्यो बिचरा बाटोमा हिँडेर आइराखेको त्यो बिचरा वृद्धले त्यसलाई गाली गर्यो होला भनेर अब गाली गरे उसको र उसको अन्तर सम्बन्ध होला भनेर म चाहिँ पत्याउँदिनँ। हेर्नुहोस् उनी यिनीहरूको दुईवटा बिचमा चाहिँ कुनै व्यवहार हुनु पऱ्यो कारोबार हुनु पऱ्यो केही न केही सम्बन्ध हुनु पऱ्यो केही न केही कारोबार हुनु पऱ्यो केही न केही व्यवहार हुनु पऱ्यो। व्यवहार नमिलेपछि न हो चाहिँ मत्ता हात्ती झैँ उनी आएर ध्रुवे हात्ती नै भएको छ। अनि होइन बुढाले गाली गर्ने भने प्रयोजन के हुन्छ गाली गर्ने भन्ने प्रयोजन चाहिँ के हुन्छ भने उनीहरूको बिचमा केही न केही व्यवहार भएको हुनु पऱ्यो केही न केही अन्तर सम्बन्ध हुनु पऱ्यो केही न केही कारोबार हुनु पऱ्यो काहीँ न काहीँ उनीहरूको बिचमा चाहिँ केही न केही परेको हुनु पऱ्यो। जस्तो एउटा पर्ने कुरा के हुन्छ भन्नलाई भने ल उसको घरको सधियार रहेछ अरे भने सधियार रहेछ भनेदेखि अनि त्यहाँबाट चाहिँ त्यहाँ आएर एउटा पर्न सक्ने सम्भावना हुन्छ अथवा कारोबार अथवा व्यवहार अथवा त्यो बुढाको र उसको चाहिँ बुढाले केही बेच्यो उसले किन्यो अब किनबेच यस्तै अब व्यवहार कि व्यवहारमा हुनु पर्यो व्यवहारमा के चाहिँ मतलब कारोबारमा हुनु पर्यो के होइन भनेदेखि त अब केही सम्बन्धै छैन अन्तर सम्बन्धै केही छैन कारोबारै छैन व्यवहारै छैन चाहिँ उसको र उसको बिचमा कहिल्यै चाहिँ मतलब कहीँ कनेक्सनै भएको छैन ट्रस्ट पनि भएको छैन टचै भएको छैन। अनि त्यहाँबाट चाहिँ मन लाग्यो झोक चल्यो यसलाई चाहिँ गाली हान्नु जस्तो लाग्यो भनेर अनि अब त्यत्तिकै अब किन चाहिँ मतलब मेरो स्वास्नीलाई हेरिस् भनेर भोलि त्यो आरोप आउँछ। हेर्नुहोस् अब त्यस्तो किसिमले जबरजस्ती गाडी रोकेर गाडीबाट ओर्लेर आछन् तिनीहरू गाडीबाट ओर्लेर आछन् बुढो खुरुखुरु हिँडिरहेको बुढालाई हप्काउँदै आछन् फेरि पछाडिबाट हप्काउँदै आछन् अनि बुढो फर्केर हेरिरहेछ भनेपछि त्यहीबाट देखिन्छ कि बुढालाई अत्तो पत्तै छैन। उनीहरू नै खेद्दै आइरहेछन् त उनीहरू नै चाहिँ गाडी रोकेर चाहिँ बुढालाई हप्काउँदै आछन् अनि बुढाले फर्केर हेर्दाखेरि हानेछ भनेपछि त बुढालाई केही पनि अत्तो छैन बुढाको र उसको सम्बन्ध होला जस्तो अनि वाल्लै पर्छ त्यो त। भनेपछि यो चाहिँ उनीहरू यो बुढाको त्यो बिचरादेखि नै बुढाको यत्रा चाहिँ मजाले मत्ता हात्ती जस्ता यस्ता चाहिँ मजाले मसन्ड यत्रो धनाडिएको र बिचमा कुनै कारोबार भयो होला व्यवहार भयो होला कुनै सम्बन्ध भयो होला सम्बन्ध काहीँ बिग्रियो होला काहीँ व्यवहार बिग्रियो होला कारोबार बिग्रियो होला र अनि त्यो जोग चल्यो होला भनेर भन्न चाहिँ सकिँदैन। र भोलि के आरोप पनि लगाउँछ भने मेरो स्वास्नीलाई हेऱ्यो पनि भन्न सक्छ। अब त्यस्तो जब कि अब त्यो चाहिँ बिचराले के गर्ने के हेऱ्यो होला र अब त्यो चाहिँ अनि पुलिसले हो भनिदिन्छ फेरि हाम्रो यहाँ पुलिसले त्यतैको पछि लाग्छ हेर्नु होला भोलि हेर्नु होला यो चाहिँ के सबैको तपाईँहरू सबैजनाको दबाब अहिले खोजी कार्य जारी गरिरहेका छ ती व्यक्तिलाई पक्राउ गर्नको लागि खोज्न के गाह्रो छ अनि गाडीको नम्बरै छ गाडीको नम्बरै देखिया छ त के गाह्रो छ गाडीको नम्बरबाट कति बेर लाग्छ 1 घन्टा लाग्दैन त्यो त खोजिनु त यो घटनामा कस्तो किसिमको कारबाही हुन सक्छ ती जोडीलाई
होइन त्यो त अब के छ भने अब त्यसरी सार्वजनिक स्थलमा मुक्का प्रहार गरेर यो त एउटा चाहिँ के छ भन्नलाई भने यो त गुन्डागर्दीको अब भनौँ न रगताम्य हुने गरी मुक्का हान्ने स्थिति हो हाने छ। त्यसले गर्दाखेरिमा चाहिँ यो गुन्डागर्दीको मात्र होइन, यो चाहिँ मजाले अब यसरी चाहिँ मजाले उसलाई हानेको उ गरेको चाहिँ मजाले अब उसमा चाहिँ कुटपिट मात्र होइन, एउटा बलियो छु भन्दैमा आफू शक्तिशाली छु भन्दैमा निर्दयता हान्ने मिल्दैन होला। हो अनाहकमा हानेको छ र अनि त्यहाँबाट चाहिँ हानिसकेपछि अब एउटा बहाना बनाउने किसिमले भोलि के बहाना बनाउँछ तपाईँलाई? भोलि चाहिँ के बहाना बनाउँछ भने अनि पुलिसले नै सिकाउँछ, फेरि पुलिसले नै सिकाउँछ बहाना यस्तो बनाऊ न, तिमीलाई जोगाउने बहाना तिमीले मेरो स्वानीलाई चाहिँ हेरे गिज्यायो भनेर चाहिँ बहाना बनाऊ न, तिमीले चाहिँ बयानमा त्यो भन तिमीलाई बचाउने उपायहरू हामी सिकाइदिन्छौँ भनेर पुलिसले सिकाउँछ भने पुलिसले सिकाउँछ त्यो सन्डा त्यो धनाड्यलाई, किनभने उसले त पैसाले पेल्छ, उसले त 10 लाख 20 लाख चाहिँ पुलिसको हातमा राख्दै पुलिसले नै बचाउने उपायहरू निकाल्छ नि। हेर्नु होला त्यो हुन्छ। अब यहाँ त्यो हुन्छ र अनि त्यो बिचरा हुन्छ कि अनि त्यो अवस्था यहाँ मैले यहीँ देखाएको छु, हाम्रै छेउमा चाहिँ त्यो एउटा भएन त चेरीमा चाहिँ के अरे सडक विभागको चाहिँ सिनियर इन्जिनियरले चाहिँ जुन त्यो केटीलाई जुन किसिमले चाहिँ बलात्कारको प्रयास गरेको विषयमा अब त्यो उल्टो केटीलाई नै चाहिँ के छ भने प्रहरीको चाहिँ त्यो गौशालाको चाहिँ इन्सपेक्टरले यति लाख ल्याऊ केस मिलाऊ, यति ठुलाबाट छ तिमीले केस लाउन सक्दैन भनेर सम्झाइरहेको के त्यो रेकर्डै मैले सुनेको यहीँ आयो होइन तपाईँको यहीँ हाम्रै घरमा आएको थियो नि त्यो केटी होइन, हाम्रै घरमा आएको थियो नि। अब भनेपछि अब यस्तो हुन्छ मैले त देखेको। अब त्यसले गर्दाखेरि यसमा पनि हेर्नु होला, अब त्यो बुढालाई न्याय दिनेतर्फ कोही लाग्नेवाला छैन, कसैले लाग्दैन। पुलिसले चाहिँ उसलाई चाहिँ साथ दिन्छ, त्यो धनाढ्यलाई साथ दिन्छ, किनभने धनाढ्यले पैसाले पेल्छ र अनि त्यो धनाढ्यलाई पुलिसले उल्टो सिकाउँछन्। तैँले चाहिँ मतलब मेरो श्रीमतीलाई उसले आँखा लगाएको गिज्याएको अथवा चाहिँ यसो गरेको, अब उसले चाहिँ मतलब टिज गरेको हाम्रो पुलिसलाई हाम्रो चाहिँ श्रीमतीलाई अनि अपमान गरेको, यसरी हेरेको, तेर्सो नजरले हेरेको, कर्के नजर लगाएर हेरेको आदि इत्यादि यसो भनेर सिकाउँछन् र भोलि त्यसो भन्ने अथवा चाहिँ अर्को कुनै बहाना बनाउँछन् अनि त्यहाँबाट उसले उसैले चाहिँ गरेको त्यो उसैको गल्ती हो भनेर गल्ती निकाल्नलाई अनेक किसिमका चाहिँ गल्ती निकाल्ने बहाना त्यो बनाउँछन् र त्यो बहाना बनाउने यसरी बहाना बनाऊ अनि तपाईँलाई बचाउन सकिन्छ भने त्यो बचाउनेतिर चाहिँ नि हेर्नुहोस् है, भोलि यही हुन्छ, हेर्नु त्यही हुन्छ, अहिले नै ठोक्क गरेको हुन्छ। भनेपछि ती वृद्ध अझ बलिया रहेछन् र ढलेनन् यसरी मुक्काले हान्दाखेरि त्यो परिदृश्य कस्तो देख्नुहुन्छ? गाडीबाट झरिसकेदेखि वृद्ध हान्दासम्मको परिदृश्य चाहिँ कस्तो देखिन्छ भन्नलाई भने वृद्ध गइराखेको छ बिचरा, सडकको छेउबाट गइराखेको छ, पछाडि एउटा झोला छ, वृद्ध गइराखेको छ। यिनीहरू चाहिँ कराउँदै आएछन्, त्यो मुसन्न त्यो चाहिँ माथिका ध्रुवे हात्ती जस्ता यिनीहरू कराउँदै आएका छन्। कराउँदै आएर त्यहाँबाट अनि आएर कराउँदै आएपछि ती छेउमा आएपछि बुढाले फर्केर हेरेछ, वाल्ल परेर हेरेछ, इनोसेन्ट भएर हेरेछ। उसले चाहिँ के हेरेछ भने कसलाई कराएको भन्ने किसिमले हेरेछ। अनि आएर एक्कासी हानेछ। बुढा चाहिँ त्यो अलि अब ढलिहालेन, अलिकति बलिए रहेछन् भन्नु पऱ्यो। त्यो वृद्ध पनि निकै बलिए रहेछन्। मुक्का चाहिँ वज्र मुक्का नै हानेछ, एकचोटि नहानेर 2 चोटि हानेछ बुढा त्यो लोग्ने चाहिँले। पछि फेरि स्वानीले पनि थपेछ। त्यति गर्दा नि बुढा अझ ढलेनन्, ढल्न चाहिँ, तर बुढा चाहिँ वाल्लै परे। भनेपछि अब वाल्ल परे, अब त्यो त एक्कासी आएर आक्रमण गरेपछि त वाल्ल परिन्छ नि, के हो किन आक्रमण गर्यो भन्ने कुरा। अनि त्यसपछि आक्रमण गरेर फेरि भुतपुताउँदै फर्केका छन्। भनेपछि त्यो दृश्यले के बताउँछ भने उनीहरू जे पनि गर्ने, हामी भने हामी हो, मत्ता हात्ती जस्तो, ध्रुवे हात्ती जस्तो हामीलाई चाहिँ मतलब हेर्ने, हामीलाई कर्के नजर लगाउने भने जस्तो, अथवा तँ जस्ता मान्छे यो चाहिँ मतलब यो हाम्रो चाहिँ सहरमा तँ जस्तो मान्छे चाहिँदैन भने जस्तो, तँ जस्तोले गर्दाखेरि हाम्रो चाहिँ सहरको चाहिँ रूपै बिग्रियो भने जस्तो, तँ नभएदेखि हाम्रो सहर कति सुन्दर हुन्थ्यो, तँ जस्ता मान्छेहरूले गर्दा सहर बिग्रियो भने जस्तो, तँ जस्तालाई हामीले हेर्न पर्यो भने जस्तो। अब यस्तो पो छ ताल त, त्यस्तो ताल छ। र सबभन्दा अझ घृणा लाग्ने कुरा भोलि कहाँ हुन्छ भन्नलाई भने त्यही धनाढ्यलाई, त्यस सन्डमुसन्नलाई, त्यही ढाडीलाई, त्यही चाहिँ मत्ता हात्तीलाई, त्यसैलाई बचाउनको लागि पुलिसले अनेक किसिमको बहाना बन्छन्। हेर्नु होला, बहाना बन्छन् र अनि त्यहाँबाट चाहिँ मतलब यसो भन्नु न तपाईँको बचाउको लागि चाहिँ त्यही बुढाले चाहिँ यसो गरेको त्यो शङ्का पनि पहिले नै शङ्का नै नगरौँ होइन, भोलि बिहान निष्पक्ष छानबिन भएर कानुनको दायरामा ल्याएर अहिले भन्दा राम्रो नि, तर यस्तो भइराखेको छ। के भन्छ कानुनले, कस्तो किसिमको कारबाही गर्छ? यो सामान्य कुटपिटको घटना हुन्छ अथवा ज्यान लिने प्रयास भनिन्छ? ज्यान लिने प्रयासै त अब चाहिँ किन भनिहाल्नु, ज्यान लिने प्रयासै त अब यो चाहिँ कुटपिटै हो हुन चाहिँ, कुटपिटै मात्रै हो हुन चाहिँ, कुटपिटै हो। ज्यान लिने प्रयास भनेको त अब त्यस्तै किसिमको अब चाहिँ मतलब त्यसरी प्रहार
पनि त्यही अनुसारको प्रहार हुनु पर्यो। अब त्यो ज्यान लिने प्रयाससम्मको चाहिँ नि प्रहार त देखिँदैन। किनकि निर्दोष मान्छेलाई मार्नको लागि केही ठुलो युज गर्न पर्दैन। अब त्यतिकै पनि हो नि त, किनभने मुर्का हाने त मान्छे उसै हो त कन्सर्टमा लाग्यो भने के हुन्छ, कन्सर्टमा लाग्यो भने होइन अनाडीमा पऱ्यो भने के हुन्छ त, अनाडीमा पऱ्यो भनेदेखि त त्यो यो पनि कम छैन नि, यो त यो धनाडीवाला पनि सन्न मुसन्न भयानक छ नि त। त्यो भयानक कोही एक मुक्का नै काफी हुन्छ, एउटा वज्र मुक्का नै काफी हुन्छ। त्यो मुद्दा अनाडीमा त्यो मुक्का चाहिँ अनाडीमा पऱ्यो भनेदेखि त अनि कति बेर लाग्छ, मान्छे प्राण गइहाल्छ त, प्राण पखेर उठ्छ। वास्तवमा ठिक भन्नु हो। यो त वास्तवमा के छ भने यो चाहिँ यो के अरे ज्यान मार्ने उद्योगमा हाले पनि हुन्छ। यो त वास्तवमा ज्यान मार्ने उद्योगमा हाल्दाखेरि मिल्छ। यो म त भन्छु ज्यान मार्ने उद्योगमा हाल्नुपर्छ। भनेपछि एकछिनको आवेगले वृद्धलाई नै उनले त ठुलो अन्याय गरे नि त। आवेग भन्दा पनि यहाँ यस्तो देखिन्छ, कस्तो देखिन्छ भनेदेखि उनीहरू हामीले जे गरे पनि हुन्छ। होइन एउटा विवेक त प्रयोग गर्नु पर्थ्यो होला नि त। होइन विवेक छैन। अब यहाँ हेर्नुहोस् कस्तो भन्नलाई भने यहाँ माथिबाटै बिग्रिँदै गएको छ, माथिबाटै बिग्रिँदै गएको छ। हेर्नु माथिबाट विवेक प्रयोग हुँदै आयो त, माथिबाटै नेताहरू शासक प्रशासकहरूबाटै चाहिँ विवेक कहाँ प्रयोग हुँदै आयो त, विवेक प्रयोग हुँदै आएन। माथिबाटै आफूले चाहिँ शासक प्रशासक भइसकेपछि शक्तिले उन्मादले मदमत्त भएको नै देखियो। सबै शासक प्रशासकहरू पनि त्यस्तै भएर आए, नेताहरू त्यस्तै भएर आए। हेर्नुहोस् शासक प्रशासकहरू हेर्नुहोस्, न्यायाधीशहरू त्यस्तै भएर आएका छन्, सबै त्यस्तै भएर आएका छन्। हेर्नुहोस् उनीहरूका चाहिँ बाबा मदमत्त भएर आएका छन्, सबै मै हुँ भनेर आएका छन्। अनि कुनै एउटा सभ्यता भन्ने बाँकी छैन, विवेक भन्ने बाँकी छैन, कुनै एउटा चाहिँ मानवीय गुणहरू सबै हराइसकेको अवस्था छ। हेर्नुहोस् अमानुषिक तपाईँको चाहिँ मात्रै राक्षस भनेर आइरहेका छन्, बडो खुङ्खार भनेर आएका छन् सबै। अनि यो चाहिँ वास्तवमा तलसम्म पुगिसक्यो। वास्तवमा यसले गर्दाखेरि के छ भने सरकारै त्यस्तै, राष्ट्रका अगुवाहरू नै त्यस्तै, राज्य सञ्चालकहरू नै त्यस्तै, शासक प्रशासकहरू नै त्यस्तै, नेताहरू नै त्यस्तै भएको हुनाले तलसम्म त्यो प्रभाव पर्दै अनि त्यसरी मान्छेको मनोविज्ञान पनि त्यही बन्दै आएर अहिले यो अवस्था देखिएको। यो चाहिँ त्यहाँ देखियो। यहाँ चाहिँ सिसिटिभी क्यामेराहरूले क्याच गरेको हुनाले त्यो देखियो। तर सिसिटिभी क्यामेरा नभएको चाहिँ ठाउँमा त यस्ता त कति भयो होला नि, कति हजारौँ भएका होलान्। यो त यहाँ सिसिटिभी क्यामेराले क्याच गरायो हुनाले नै देखियो। त्यसले गर्दाखेरिमा यस्तो चाहिँ भन्छ नि जताततै अब चाहिँ पेलपाल ठेलठाल चाहिँ यहाँ नै सिद्ध्याउने चाहिँ लत्याउने चाहिँ नि सबै भइरहेको छ। कुनासम्म सबै यस्तै भइरहेको छ। यो नमुना मात्रै हो। हस्, समय विषयको लागि धेरै धेरै हस्, नमुना।